नमस्कार, म प्रवीण विश्वकर्मा। जनगुनासो अफिसियल युट्युब च्यानलमा तपाईँलाई स्वागत छ। आज म देखाउन गइरहेको छु किसानहरूको अवस्था यस्तो छ। अहिले घरमा कोही हुनुहुन्न र म देखाउन गइरहेको छु हैन गाइज। घरमा कोही छैन। अब पानी नभएर यस्तो अवस्था भोग्नु परिरहेको छ किसानहरूले। त्यही भएर म देखाउन गइरहेको छु हजुरहरूलाई। किसानको अवस्था यस्तो रहेको छ, पानी छैन। अब किसानले कसरी गर्ने? नेपालको कृषिलाई कसरी अगाडि बढाउने? अब यस्तो छ, कृषि कार्य यस्तो भइरहेछ नेपाल देशमा। अहिले कृषि भइरहेको छैन। नेपाल सरकार के गरिरहेको छ? अब हेर्नुहोस्, काउलीका बोटहरू यस्ता रहेका छन्। अब कसरी हुन्छ नेपालको विकास? यसरी हुन्छ नेपालको विकास? अब पानी छैन, कसरी हुन्छ नेपालको विकास? हुँदैन। अब कृषि कार्यलाई अगाडि बढाउनका लागि केही पनि हुनेवाला छैन। नेपाल सरकारले अहिलेसम्म केही गरेको छैन हैन। अब हजुरलाई म अरू पनि देखाउन गइरहेको छु। पानी नभएर किसानहरू तडपिरहेका छन्। अब किसानहरू तडपिरहेका छन् पानी नभएर। हाम्रो सब गहुँ बाली, अन्न बाली हैन, आफू खानका लागि तरकारी पनि भइरहेको छैन। अब कसरी हामीले नेपाली जनताहरूले बिदेश्नु पर्ने बाध्यता नै यही हो हैन। अब पानी भइदिएको भए हेर न, यस्तो यो टामटर कस्तो हुन्थ्यो होला हैन। पानी छैन। त्यही भएर म हजुरहरूलाई देखाउन गइरहेको छु। जनगुनासो अफिसियललाई सब्सक्राइब गरेर यस्तै जनताका गुनासोहरू सुन्नका लागि हाम्रो युट्युब च्यानलमा जोइन गरिदिनु होला। अब म देखाउन गइरहेको छु। हेर्नुहोस्, टामटर सुकेर यस्तो भएको छ। अब कसरी नेपालका जनताहरूले कृषि गरेर खाने? अब पानी छैन। नेपालमा भ्रष्टाचार धेरै भइरहेको छ। त्यही भएर हेर्नुहोस्, जमिन पनि बाँझै छ। अब गहुँ काट्नुपर्ने ठाउँमा हेर्नुहोस् यस्तो भइरहेछ। गाउँको अवस्था यस्तो छ, अनि कसरी खाने? तर भन्छन् धनी मानिहरू भन्छन् हैन, हामी पैसाले पुगिहाल्छ भनेर। अब किसानले नै नकमाएपछि, अन्नबाली नफलाएपछि पैसा भएको के काम हैन। पैसाले गर्दा हुँदैन। त्यही भएर पैसा त एउटा साधन मात्रै हो, त्यसलाई युज गर्नुपर्छ हैन। अब अन्नबाली त हामीलाई चाहिने खानेकुरा हो हैन। त्यही भएर किसानले नै अन्न नफलाएपछि तिनी पैसा भएर के काम? अब नेपाल देशका नागरिकहरूले विदेश पढ्ने बाध्यता पनि धेरै देखेको छ। अब हेर्नुहोस्, पानी नभएर यो जमिन जम्मै बाँझो छ, देखिरहनु भएको छ हैन। जम्मै बाँझो रहेको छ उता तल पनि। अब यता गहुँ बोएको छ हैन। अब यस्तो छ नेपालको अवस्था। अहिलेका किसानहरू तडपिरहेका छन्, पानी पनि परिरहेको छैन। त्यही भएर अन्नबाली पनि राम्रोसँग फलाउन सकिरहेका छन् नेपालका किसानहरूले हैन। नसकिनु भएका कारणले गर्दा के गर्ने? अब नेपाल सरकारले अब केही गर्नु पर्यो किसानका लागि हैन। किसानका लागि केही गर्यो भने बल्ल खान पाइन्छ। अब जो नेताहरू, नेपालका नेताहरू भ्रष्टाचार गरिरहेका छन् नि, अब तिनी भ्रष्टाचार गरेर पनि खाने त आखिर अन्न नै हुन्। पैसाले त कुनै काम लाग्दैन। काम छैन, पैसा त भ्रष्टाचार गरेर खाइँदैन हैन। त्यसै कारणले गर्दा अब किसानका लागि केही गर्नु पर्यो, किसानका लागि योगदान गर्नु पर्यो हैन। अहिले नेपालमा बाहिरदेखि आयात भइरहेको छ अन्नहरू हैन। त्यही भएर नेपाल देशमै नेपालका नागरिकहरूले केही गर्नु पर्यो हैन। अब यस्तो छ हालत, तपाईँले देखिसक्नुभयो हैन। भ्रष्टाचार गरेर कुनै फाइदा छैन हैन। आखिर भ्रष्टाचार गरेर राखेको पैसाले तिनीहरू खाने त अन्न नै हुने आखिर हैन। अब गाउँको हालत यस्तो छ, यो पाराले हुँदैन हैन गाइज हैन। दर्शक मानहरू, अब घरमा पनि कोही छैन हैन। उता बाँदरले खाइरहेछ,
उता बादलले खाएर देख्न सक्नुहुन्छ। अब किसानहरूले अब बादलले खाओस् पनि नखाओस् पनि कसरी होइन, मान्छे घरमा छैन होइन, खेतीबारी पनि राम्रोसँग भइरहेको छैन नि, पानीको व्यवस्था राम्रोसँग छैन होइन, त्यही भएर राम्रोसँग किसानहरूलाई सहज भइरहेको छैन। अब के गर्ने, आजसम्म गहुँ काटिसक्नुपर्ने गहुँ होइन, काटिसक्नुपर्ने हो, अहिलेसम्म पानी नभएको अवस्थाले यस्तो भइरहेछ। अब के गर्ने आफै भन्नुहोस्, कमेन्ट गर्नुहोस् है गाइस, कमेन्ट होइन। अब यस्तो छ हालत, यस्तो हालतमा नेपालका किसानहरूले कसरी खाने, पानीको व्यवस्था छैन। त्यही कारणले गर्दा किसानलाई एकदमै कठिनाइ भइरहेको छ नेपालका जनताहरूको लागि, या आफ्नो नेपालको लागि भन्दा पनि आफूलाई खानको लागि पुगाउन पनि धेरै गाह्रो परिरहेको छ। सिँचाइको व्यवस्था छैन होइन, किसानहरूले धेरै कठिनाइ बोकेर बल्ल बल्ल आफूलाई पनि खानालाई पुर्याउनु पर्छ होइन। अब आजको लागि यति नै। हस् त, भिडियोलाई अन्तिमसम्म हेरिदिनु भएर साथ दिनुभयो, धेरै धेरै धन्यवाद।